हेलो नमस्ते म हो अभिराज राई। अहिले तपाईँ हेर्दै हुनुहुन्छ सोलो रमाइलो नेपाल युट्युब च्यानल। आज मैले तपाईहरुलाई एउटा लगभग 39-40 मिनेटसम्मको एउटा भिडियो, त्यो भिडियो हो काठमाडौँदेखि मनोकामना केबल कारमा चढेर मनोकामना मन्दिरको दर्शन गरेर फर्किन्जेलसम्मको यो भिडियो देखाउँदैछु। अन्तिमसम्म यो भिडियो तपाईहरुले समय मिलाएर हेर्दिनु होला र हेरिसकेपछि यो भिडियो कस्तो लाग्छ तपाईहरुले यो च्यानलमा कमेन्ट बक्स खोलेर त्यहाँनिर चाहिँ आफ्नो प्रतिक्रिया दिनुहुन विनम्र अनुरोध गर्दछु। अब जाउँ भिडियोतर्फ। माया प्रीति छन्दैछु केवल काठमा मनोकामना जाँदैछु सुन सेत्रिन्छ धेरै माया नलाउ है मन हाम्रो बिग्रिन्छ। म मैले पनि गाउनुस् है। धेरै माया नलाउ है मन हाम्रो बिग्रिन्छ। ओहो कस्तो राम्रो होला। ल मिठो रहेछ। बिस्तारै गएर खानकोट हजुर खानकोट पुग्यो आनन्दले गइरहेको छ। त्यो बाटो गएर त अहिले यो बाटो खासै अहिलेसम्म म हिँडेको परे होइन होइन त उताको त म धेरै हिँडिसकेँ बाहिरबाट त धेरै आउँदैन जानुहुन्न त्यो साङ्ग्रो छ बाटोमा पोलेको मतलब किलो में कति आउला कन महँगो नि 50 कार भोरा रुममा आउने 35 त अलि बढी हान्छ होला रसिन कान खासै गाडीको चाहिँ एउटा टायर नयाँ चल्दैछ हामीसँग। अब एउटा नयाँ टायर अर्को हाल्दा सेट मिल्दै कि मुक्लिङमा बालमा ल्याउँ भन्ने म जोडी मिले पहाडीको ठिक छ। अगाडिको अब एउटा अस्ति लिएको थियो मेरो त उता भन्ने आज बाटो छ मेरो भएको अलिक पढाइ भएको त्यसैले पुलिसतिर पनि लाग्छ होला नै पाउँदैन मोटरको एउटा दौडिदिएछ कि बाला जस्तो लाग्यो सर घुम्ने नि हाल्दै भ्याउँछ र भने राहुलसँग कुरा गरौँ न ल। प्रेसिडेन्ट मिबी क्या हुने रहेछ बारे मिलु चन्द्रगिरी नि हुन् नि मेरो मामजिटी पापजिटी ए मामजिटी गङ्गा हङते नि उन्ने होला नि
गिर्लिङ ने पुल ला रे पुल ओमाम त नि ए ओमाम ने चाहिँ मिउदेउ नि मेमला नौलो छ गानी अँ 4675 हो फाइनली हब चाहिँ ल मलाई तल आएपछि फोन गर्नु म लिन आउँछु तल है अब चाँडै म फला भएन भने ल हामी चाहिँ अब चाहिँ मनोकामना चढ्न लागिरहेका छौँ अघिको भिडियो क्लिप भएन कि हो यार अघिको भएन जस्तो छ हाम्रो गुरु पनि एकदम एक्साइट हुनुभएको छ ठिक छ दाइ मनोकामना आइप्यो ल पहिलोचोटि भएर राम्रो आयो फोन आएन त बुढा आएन ल 05 छ है टिकट कहाँ छ खै त टिकट ल्याउनु अनि त्यसपछि लाइनमा बस्नु पर्दैन रे ल ल हामी 7 जनाको टिम अगाडि लागौँ त ल हामी चाहिँ मनोकामना चढ्दैछौँ है सबैले हाई गर्नु है ल ल मनोकामना चढ्नलाई हामी यहाँ अगाडि बढिराखेका छौँ के गर्न थाल्यो ए हामी अहिले मनोकामना चढ्न आइसकेका छौँ रहेछ नि मान्छे हेर्दा मात्रै छिपेको जस्तो रहेछ मान्छे दिमाग छिपेको रह्यो नि त ए भित्र पो लाइन त थुप्रो रहेछ त ल है त मनोकामना मन्दिरको दर्शनसँगै केबल कारमा रमाइलो कतिको हुन्छ हेरौँ हामी चाहिँ यो मनोकामनाको केबल कार चढ्नेको लाइन हाम्रो परिवार अगाडि छ 7 जनाको टिम छ है आज चाहिँ मेरो पारा यस्तै छ जस्तो देखा लाइनमा साँझ खोइ क्रमशः लाइन अगाडि बढ्दैछ हामी यति मात्रै छौँ है धेर छैन चन्द्रगिरी जतिकै यो पनि भिडभाड हुने रहेछ धेरै छ अब यो लास्ट फन्क होइन ल अब चाहिँ लगभग केबल कारको छेउमै आइसक्यौँ है हामी यहाँ एउटा टुटुलको रहेछ यहाँ ल हामी 4 जना सट्ट पारेर बसौँ ल 4 जना मात्रै हो धेरै आउँदैन नआउने रहेछ है सुरुको मलाई त डरदै लागिरहेको छैन अनि एकदम मजा आइरहेछ तिर्सुली देखाइदियो तिर्सुलीको खोला तिर्सुली खोला पनि राम्रो राम्रै रहेछ यहाँ साइली र यता बस्छु अनि यहाँ दाइ उल्टो बस्नु नि त त्यसो भए
Ang kaya na nga phal na lo nga mina mi je pa mi lo nik sung ka body a cha cha je pa lo la पाल न लो मे बने न लो चाहिँ जे पामे लो me nik sung garda चन्द्रगिरी भन्दा यसले अलि धेरै हल्लाउने रहेछ मैले थाहा पाइसकेँ मैले थाहा पाइसकेँ चन्द्रगिरी जाँदाखेरि यिनीहरू थाहै पाउँदैन बिस्तारै यो चाहिँ अलिक राम्रो छैन रे चन्द्रगिरी के राम्रो रे के त्यो भन्दै थियो ओहो यो बस्ती त आम्मामाम के खालको बस्ती हो यो यो सुकुम्बासी कहाँ सुकुम्बा ओहो बस्ती त हाम्रै गाउँको भन्दा पनि नाजुक हो कि के हो सुकुम्बासी गाईहरू कति सानो गाई त पछि त गर्मी कति हुँदै यतातिर त खोइ अर्को आएको छ कि छैन ओहो गर्मी पो छ क्या डर न तर म मेरो बाबा विष्ट दाई हुनुहुन्छ तर डराउँदैनन् होला विष्ट दाई छ नि त ठिक्क मिलाएकै रहेछ एउटा डन पठाएर यहाँ पनि घनरङ्गै गर्ने होला यो त हेर्नु त तर यो आमची मोबाइल बोको ओ मी सारै मम्मीले सी होला नि हैन व्हाट्सएप को तेर्छ पुमा मैले तो मेरो थाहा नि क मोबाइल हामीले यो जंगल त पुरै खरेरी लागेको ओ जस्तो रातो यो त सोताङ जस्तो नि मैले मैले त्यही भन्न लागेको थिएँ ट्याक्कै भने सायद उङ्गो चिरा जस्तो क्या हो यहाँको त्यो एउटा किराले सेतो भग्ने रहेछ नि त त्यो कहाँ गएर भेटेर खाम भने अहिले त्यो पशुपतिको प्रसाद रहेछ के त्यो ल्याइदिएर ल्याएर रहेछ त्यो जङ्गल आउनु थियो मैले त्यो खोज्दै होइन रहेछ मैले त्यो खानेकुरा अब तलकन राख्नु पर्यो नि ए आइसकेछ 1 किलोमिटर त आइसक्यो क्या काने डम्म कति मेरो किलोमिटर पनि मेरो त बाटो यो यस्तो छ होला। मजा आइरहेछ अनि एक्साइटेड भइरहेछ है हुन्छ एक्साइटेड फेरि चन्द्रगिरीको भनेको त राम्रो छ नि है बाटो नि त भिरै भिर बाबा हर्रै हेर्नु हुँदैन के यो पछाडि चाहिँ हैन म त सुरुमा रोको या ओ प्लेन चढ्यो भने आँखा चिम्लेर पुग्ने हो यो चाहिँ हल्दिने रहेछ के मेन कुरो अनि यसो यसो गरिरहेछ नि त मलाई चाहिँ डरै लागिरहेछ नि राम्रो चाहिँ चन्द्रगिरी नै राम्रो हो जस्तो छ मनोकामना बेसी हल्दिने जस्तो देखिएछ पुरा जङ्गल सबैजना डराउने नबसौँ है कोही त 2 जना मात्रै बस्छ म त डर लाग्छ 2 जना त्यही टिमहरूसँगै पर्दा के मनोकामनाको त रिस्की छ यहाँको कति राम्रो हामीले बनाउने हो भने त्यहाँ चाहिँ झन् डर लाग्छ सुन्या त कति के रोग त कस्तो अलिक रिस्की छ भन्थे त त्यसले यहाँको चाहिँ त्यसले त त्यसो भनेर मलाई डर लागेको यो पहिलाको हो नि त फाइनली भएछ त्यो फाइनल होइन अर्को डाँडा छ अर्कै आउँछ अब चाहिँ एउटा डाँडा काट्यो के अलिक डर नलाग्ने जमिनमा आइपुगेर सास आयो म त आए जस्तो लाग्यो अब म के अरे बाहिर छु ड्युटी होइन म बाहिर छु आज साथीहरूसँग बाहिर छु ए यहाँ त है कस्तो होचो कुन यो चाहिँ त्यही त जमिनमा यतिको चाहिँ त सास आउँछ यतिको त फोनमा त हाल्यो के सास आउनु झऱ्यो भने त त्यस्तै त मेरो खाता त आएन के अरे त्यो एचे मात्रै हुन्छ नि यहाँ त अनि त्यहाँ त गुल्ठीरै गुल्ठै कहाँ पुगिन्छ होइन सोध्नु पर्छ हाल्यो कि हाल्यो होइन म चाहिँ घर टाइममा चलाउँछ नि चलाउने हो र यो मान्छे चलाउने हो लाइनले टाइम मिलाएको हुन्छ नि त नि अरु के हैन गाउँ चाहिँ सोताङ दामी खाले रहेछ क्या सोताङ जुबु खाली हो त तल नि खेतहरू जुबु सोताङ जस्तो क्या Hello my sister, look at this. हाय अब यो अघि त म भुलेको नि अहिले त भुल्नै सकिनँ म मेरो उताको त्यहाँ उता नि उया नि ठाउँ चाहिँ उराट लाग्दो लाग्यो मलाई 24 नम्बरको कहाँबाट आउनुभएको र हामी हामी त सोलुबाट सोलु हजुर त्यहाँबाट यो त फेरि 25 असार नम्बर। मासमा राम्रो हुन्छ नि त है अहिले पो उराट बिराट लाग्यो अहिले त उताबाट आउँदाखेरि चाहिँ सुस्तै अलि सुस्तै चल्ने गरी जस्तो लाग्यो यस्तै हो परे हेर्नु न यस्तै हो एउटै लेभल चढ्ने हो नि यो त अब स्पिड बढाउने घटाउने हुँदैन कि यो
तर यो लट्ठीले धानेकै हो खतरै हुन्छ। लट्ठी अरे 26 नम्बर आयो। कतिवटा रहेछ यो? स्टेसन धेरै नै रहेछ है स्टेसन। अब यहाँदेखि चाहिँ उसको बल लाग्छ होला है यो। रेडी यसमा अब चाहिँ यसलाई चाहिँ अब ढको आउँछ है। अहिले त्यो झऱ्यो भने नि यहाँनिर चिउमा हुन्छ नि अलिकति। मलाई त थाहा नै थिएन। 27 नम्बरको डिब्बा आयो। माथि जानु ल हो यहाँ एकजना रहेछ। ल एकजना तल तल हेर्नु तल। साथी फाइनली आयो। हो के कुरो भयो? तान्नै सकेन है। त्यो बाख्रा तरकारी गइरहेछ त्यो त तिनीहरू ढुक्कै छन् भिडियो खिचिरहेछ। दुईटा बाख्रा खाना चाहिँ माथि खाने हो। यहाँ त आगो लागेछ त। रहेछन् आगो लागेछ। बलेर आगो लाउँछ नि त राम्रो होस् भनेर। अनि आगो लाउँदा यो बिरहरू त्यो बाख्राहरू गइसक्यो। तेरिका फागुनमै चैत्र वैशाख जस्तो देखिया छ। मैले यस्तै हेरेस्तै केबल कार चलेको वाला किन्न खोजेको त्यो चाहिँ अहिले आउने बेला मिल्छ जस्तो लाग्यो। अब है ल अब यो चाहिँ दोस्रो डाँडा होला हैन? अघिको एक डाँडा भयो। दोस्रो डाँडा माथि अब मनोकामना 31 नम्बर आयो। 31 मा त 2 जना मात्रै छ र। टल्केर केही पनि राम्रो देखिएन हौ मेरो मोबाइलमा। दाजु यता हेर्नु न तपाईको कालो कालो छ धेरै केबल कार। म त एकैछिन पुग्छ होला भिडियो खिच्न नि सक्दैन होला भनेको त धेरै टाढै तर साह्रो पर्यो काले उसले अब औसिम गर्छ औसिम। ओ यहाँबाट चाहिँ क्लियर आयो क्या मेरो। ल दोस्रो डाँडा आयो। अब यही हो कि होइन? 3 डाँडा कि 4 डाँडा छ अरे? हो र होइन होला अब त यही होला यही होला। बस्नेको उ छ आइपुग्यो ए त्यो रातो झन्डाले 2 डाँडा त रहेछ नि। ल धेरै राम्रो छ 2 डाँडा रहेछ। उता उसमा चाहिँ पो होला 3 उता त 3 डाँडा छ। आयो है ए ल छिटै आयो। यहाँ त यो चुच्चो त छुने जस्तै पो देखिन्छ। फास्ट रहेछ फास्ट। आयो वाउ लेन भयो मै ल लेन भयो। हिमालको छेउमा गाई पुग्यो मनोकामना। हेर न साथी हो आइपुग्यो सुनको सिक्रिन्छ। तेरो माया है मनाउनु बिग्रिन्छ। ढोका कताबाट खोल्यो? फर्किने बेला नि चाहिन्छ रे राउसा ढोका कता खोल्यो? अब त खोल्ने नि। ल फाइनली हामी मनोकामना आइसक्यो। जिन्दगानीमा दर्पण छ यहाँ। तरकारी सुरु भएछ त यहाँ त। अघि बिहेरासँग आएको भेरसँग आयो। ल आइसक्यो हामी मनोकामना। अब यहाँबाट तल झर्ने कता रहेछ यो? मन्दिर चाहिँ कतातिर रहेछ? मन्दिर चाहिँ कतातिर? सबै आयो होइन हामी? ल ल ल है सबै आइसक्यो हामी। प्रस्थान बोर्डिङ। अब कता जाने रहेछ खासमा? मन्दिर कता हो? मन्दिर कता हो सर? ए ल दाहिनेतिर आउनुहोस् आउनुहोस्। ए ल यता रहेछ। ल मनोकामना मन्दिर प्रवेश गर्दैछौँ हामी। हामी त्यस्तो त लाने होइन किन लाने? हामी त चलाउँदैन ल। हजुर हस् एकछिन है पक्नु।
फुल बिक्री गर्नेको फुल बिक्री गर्नुपर्ने रहेछ अनि यस्तो छ क्या कुरो छ ल यस्तो रहेछ यो भित्र चाहिँ यस्तो फुलहरू बेच्ने रहेछ धेरै फुलहरू फुलै फुलको रहेछ ठिकै छ कस्तो राम्रो ल 100 रुपियाँको फुलहरू सबै 100 रुपियाँ 150 त्यो छेउमा चाहिँ 150 भन्दो रहेछ अनि यता भित्र पसेपछि चाहिँ के अरे ऊ मात्रै उता के कस्तो यार यस्तो मजाले भयो कस्तो खाना पनि मिलेको रहेछ है ल यहाँ लोकल कुखुरा पनि रहेछ ल सबै कुरा रहेछ है ओहो ल सहरै रहेछ भने गाउँमा पनि ओहो ल मारवाडी भाषा ओहो ल धेरै राम्रो पहिलोचोटि भएपछि चाहिँ धेरै राम्रो हुँदो रहेछ त यहाँ चाहिँ होटल यता मनोकामना जग्गा खाएर जस्तो छ ए ल लिम्बासी ले बाबु मादल प्रकार गर्ने हो क्या यो पनि किन्नु पर्ने थियो के ल मिठो रहेछ क्लिक मिदिन्छ भने झुके छिर्छ कहिले अगाडि हो ल हुन्छ मनोकामना ल कटेश रहेछ कटेश र It's my brother Don. It's Don. नो डन King. त्यही भएर होइन उहाँ चाहिँ फेरि एक प्रकारको हिरो पनि हो गायककार पनि हो धन्यवाद पनि हो होइन उहाँ चाहिँ होइन एकदम डन हुनुहुन्छ कि मेरो बखान गर्दैछ है नानीले हाम्रो बहिनीले उतातिर देखाउने मलाई कस्तो चुकेलाउनु मन लागिरहेको के हो कस्तो मजाले सम्झाएर दिए पठाए कि यसपछि खाएर जानुपर्ने तर हामी चाहिँ ओह कटे चाहिँ कटे छ त है बनाएको होमी घटले केवल लाम्दा के होला नि खै त्यसले मात्र हो हेरौँ अब अनुम लाम्दा ट्रेन लाम्दा बस्छु होला के गाडी के विश्वास बेपा 3 जनाको आएर छ 4 जना रहेछ विश्वास बेपा 4 जना रहेछ गाइज यहाँ चाहिँ अब हामी मन्दिर आइपुग्नु लागेको छ मेन मन्दिर चाहिँ यहाँ अगाडि रहेछ अब अगाडि आउँदैछ अनि है तलबाट ल्याउनु ल
जुत्ता राख्नु गरेर बाहिर भित्रै जाने भयो लाइन भित्र चाहिँ कुन भित्र यो भित्र लाइन माथिबाट यसरी नै हुन्छ आउने यहाँबाट पनि गएर खान्छ यहाँबाट पनि गएर खान्छ ए माथिबाट आएको लाइन जुत्ता राखेपछि निःशुल्क जुत्ता चप्पल सुरक्षा सेवा यो त निःशुल्क भनेको छैन सबै निःशुल्क हो अलि इच्छा लाग्यो मन लाग्यो नि फोटो सोटो खिच्नु नत्र के गर्नु ए फोटो तपाईँको इच्छा ए यस्तो एउटा बिचमा एउटा रुखको यो के अरे जमुनाको फेदैमा मनोकामना भनेको चाहिँ यो सायद यो जस्तो लागेको छ है मलाई पहिलोचोटि म आइरहेको छु यो जमुनाको रुख त्यसपछि यो मनोकामना क्यामेरा कन्ट्रोलमा हुन्छ सीसी क्यामेरा यो सेकेन्ड स्टुडियो छ हाम्रो त्यहाँ जिम्मामा हुन्छ यो लाइन कहिले सिद्धिन्छ होला त म बुझेँ बासी आम रहेछ रक्क चाहिँ यो लाइन त कहिले सक्ने चाहिँ बुझ्नु पाए हुन्थ्यो क्या कबु यो मन्दिरभित्र आफै पस्नु पाइन्छ कि यसो दिने हो यसरी लाइन बस्यो चाहिँ आफै बस्ने हो अनि लाइन मलाई ढिलो हुन्छ भने यो भित्र लगिदिन्छ बाहिर पठाइदिन्छ धुपबत्ती बाहिर गर्ने त्यही गरौँ कि यस्तो लाइनमा कहाँ त्यो यसरी लाइन बस्यो भने चाहिँ उतै अघि बस्या जस्तो त हो नि तल अनि यो चाहिँ तपाईँहरू आतुर छ भने यो लगिदिनु भन्ने अनि कहाँसम्म छ यो लाइन यहाँ त उता उतै ढल्छ मान्छे छिटै गर्छ होला नि त्यहाँ बाहिरको चाहिँ भित्रै बसिदिन्छु यो पूजा चाहिँ मान्छे चाहिँ जानु पाउँदैन मान्छे जानु पाउँदैन यसरी लाइन बसेपछि चाहिँ जानु पाइयो डेढ सय जान लान्छ 1 घन्टामा ए हो 1 घन्टामा 150 जना पूजा हुन्छ अनि फेरि अर्को 1 घन्टा भित्र चाहिँ खास के छ भित्र चाहिँ भित्र भगवती माता हुनुहुन्छ नि त भित्र भगवती माता होइन त्यो धेरै साराजना एकैचोटि पूजा गर्नु पाइन्छ होइन त्यो 3 लाइन हुन्छ मन्दिरको एक-एकजना पूजा गर्ने त्यही हो क्या त्यो भित्र बनेको त्यही त हो नि त्यो वाल त्यो यसरी बसेको त्यहाँ लाइन त हाम्रो भइहाल्छ नै कि तर बसेर लाइन अरू गइसकेको छ अनि बस्नु नि त तपाईँहरू यहाँबाट पस्यो भइहाल्यो नि त फेरि त्यहाँबाट के भन्ने होला एकचोटि देखा त पर्नु पर्यो मान्छे छ हो र यति धेरै मान्छे होइन 7 बजीसम्म लाइन थियो हो र के मान्छे छ र त्यही भएर हामी हिजो आउनुको हामी हिजो नआएको मनोकामनाको दर्शन गर्नेको लाइन त धेरै छ त कहाँसम्म पुगेछ त यो लाइन लाइन नबसौँ कि यत्रो धेरै छ रहेछ अनि फोटो खिच्दै भिडियो गर्दै बसा भएर हुन्छ होइन हामी त लाइन नबसेर यतिकै बाहिरबाट गरेर जाउँ कि भनेर दुईजनाको सहमति भयो 3 जनाको सहमति भयो
त्यसो चाहिँ म मैलीको के छ सकिन्छ होइन त्यसो भए लु बसौँ है त हाम्रो ग्रुप ल सबै नरिसाउनु ल सबै ग्रुप हाम्रो अब सहमति अब नहुने हामी दुईजना मात्रै हो विरोधी चाहिँ यत्रो टाढाबाट आयो सहमति हौँ न त लु पस्नु त पस्नु त केही छैन टोइलेट जाम चप्पल मैं भन्दा खेल्छु मम्मीना म चाहिँ पुग्छु जे बेच्छु नि त लाइन सरेर त हेर्नु न उभ्या मनोकामनाको लाइन चाहिँ धेरै लाइन लामो हुँदो रहेछ हेर्नुहोस् हामी बसेको 1 घन्टा भइसक्यो अझै पनि हाम्रो पालो तल मन्दिर भनेको यो त्यो मान्छे देखेको भन्दा उता हो होइन तर यहाँबाट आएर यो लाइन यस्तो ए लाइन 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 मनोकामनाको लाइन यति लामो छ कि आमा माथिसम्म छ हेर्नुहोस् न अनि हामी चाहिँ लाइनबाट निस्केर आधी बसेको छ आधी लाइनमा छ ल फाइनल्ली लाइन चाहिँ अब चाहिँ आइ नै सक्यो है अब हाम्रो पालो आयो मनोकामनाको दर्शनमा घाम पनि खत्रै लाग्दो रहेछ त खत्रै लाग्दो रहेछ बल्ल बल्ल आइपुगेको राम्रै तापुङ्न घाम पनि खोरै रहेछ नि त यहाँ त खोर जस्तै रहेछ नि त यो भित्र त ए यसलाई भनिन्छ भित्र दिलबहादुर राईले पनि दर्शन गर्नु पायो धेरै अब ओल्डामेनले पनि दर्शन गर्नु पाउँदा धेरै खुसी लागेछ हो ल धन्यवाद यो च्यानलमा यो भिडियो हेर्न साथीहरूलाई केही आग्रह गर्नुहुन्छ धेरै नै साथीहरू छन् एउटा सम्झाउने बिर्साउने यो 82 सालको हो सबैले हेर्नु होला कता कता लाइन लाइन दोबारी दिएछ लाइन त ए ल ल ल एकदम देलमी जेप्पा देलमी गाना मनोकामना kami lem sausai ama bek senggeni pas senggeni ama ayang te culukma malukma ke padini memang mina beo tombu e malagi ko bunga tadeo tombu hai ल अलासे ta dana ko no patle परिवार सहित patle kam jaga bungo mam beki meura ko pasau tak ni se asus ama arok kata ama yang tebina kan saya tu tu nak lekara ro tu apa ama wadil mio हामी फोटो खिचेर अब अगाडि लाग्यौं
कुकुर सुते यही हो। मनोकामनाको मन्दिरभन्दा तल चाहिँ यस्तो देखिएको रहेछ। यस्तो सिडी बनाएर उठाएर मन्दिर यस्तो मजाले बनाउनु भएको रहेछ। हेर्नु तल यसमा त यस्तो राम्रो सिस्नोहरू छ। हेर्नुहोस् आमामा सिस्नै सिस्नो छ त। गुडिया जस्तै है। यता हेर्नु, यता हेर्नु। हेलो हेलो। आफ्नै तरी परिया समाउनलाई तिरहला। ओहो धन्यवाद। यो काठमाडौँको जस्तो घर देख्नु भएको छ भने झुक्किनु होला नि फेरि। यस्तो छ क्या यो। अब मासतिर चाहिँ सहर जस्तो, यता तलतिर हेऱ्यो भने चाहिँ यो पहाड जस्तो रहेछ। अब यो जङ्गलै जङ्गल। अब मासतिर चाहिँ सहर, तलतिर चाहिँ यो पहाड जस्तो। पहाडमै हो तर यता पहाडको डाँडामा पनि यस्तो बिल्डिङ ठहराएर यो चाहिँ यो मनोकामनाको घरहरू चाहिँ यस्तो काठमाडौँकै जस्तो सेम छ। तर यो तल हेर्दा जङ्गल एकदमै अनौठो पारेको रहेछ। मलाई चाहिँ अनौठो लाग्यो। फासिरेट त हुन्छ त फेस्टै खाएर लु रहेछ क्या। फर्कियो मनोकामनाबाट फर्कियो। आउनुको पनि त्यत्तिकै लाइन, जानुको पनि यत्तिकै लाइन। के भयो यस्तो? लाइन बस्दाखेरि कस्तो गरेर त्यस्तै गर्छ। पूजा गर्नलाई लाइन बस्दैन। सबैजना छौँ र सबैको टाउको पसिना पछाडिएर चाहिँ फर्किँदै है हामी मनोकामनाबाट फर्किँदै। मनोकामना गएर हामी अब फर्किँदाखेरि पनि यो टिकट देखाउनु पर्दछ। हामी फर्किने प्रयास गर्दैछौँ। नमस्ते, म हुँ अविराज राई। अहिले तपाईँ हेर्दै हुनुहुन्छ सोलु रमाइलो नेपाल युट्युब च्यानल। आज हामी एउटा पारिवारिक एउटा मनोकामनाको दर्शन गरेर हामी फर्किँदैछौँ। फर्किने क्रममा चाहिँ यो एउटा गीत चाहिँ हामीले हाम्रो अङ्कलको साथमा अब म पनि जोडिँदैछौँ। अब कस्तो हुन्छ गीततिर लाग्यो है। बाबरी फुलको बोट आयो ढकाउँदै जमजम स्टेको, आयो ढकाउँदै जमजम स्टाको। आकाशैमा चढी के उड्यो त्यो जस्तो माया बस्यो ए बत्तिस मौरीको के जस्तो बाबरी फुलको बोट आयो ढकाउँदै जमजम स्टाको,
आयो ढकाउँदै जमजमा इष्टको अलै गोरु चाँचरी दाएको माया पिर्ती घसाउनु मनोकामना आएको बाबरी फुल खबर आयो ढकाउँदै जमजमा इष्टको आयो ढकाउँदै जमजमा इष्टको गाउँमाथि चाँचरी बोकीमे परिवार आयो चाँचरी हेरा न लोकीमे बाबरी फुलको भर आयो ढकाउँदै जमजमा इष्टको आयो ढकाउँदै जमजमा इष्टको ल अब चाहिँ हामी फर्किन थाल्यौँ। अब यही गाडी हो हामीले फर्किने गाडी यही हो। साईले अलिकति बिरामी परेको छ। हाम्रो गाडी सर यही गाडीमा